है साथीहरू, आज चाहिँ हामी ट्रेडिङ 212 मा अकाउन्ट कसरी ओपन गर्ने, यदि तपाईँहरू इन्भेस्टर हुनुहुन्छ अथवा ट्रेडर हुनुहुन्छ भने यो चाहिँ कमिसन फ्री ब्रोकर भएकोले गर्दाखेरि चाहिँ यो चाहिँ अब युरोपमा चाहिँ एकदमै पपुलर छ हैन। सो तपाईँहरू पनि यदि अकाउन्ट ओपन गर्न चाहनुहुन्छ भने चाहिँ सिधै वेब ब्राउजिङबाट पनि तपाईँहरूले गर्न सक्नुहुन्छ, अथवा एप्पल युजर हुनुहुन्छ भने एप स्टोरमा गएर डाउनलोड गर्न सक्नुहुन्छ, या भनौँ एन्ड्रोइड युजर हुनुहुन्छ भने गुगल प्लेमा गएर पनि इजिली डाउनलोड गरेर लगइन गर्न सक्नुहुन्छ हैन। र यसको फुल प्रोसेसहरू म आज यो भिडियोमा भन्ने छु। यदि तपाईँहरू फ्री सेयर 100 युरोसम्मको सेयर 10 युरोदेखि 100 युरोसम्मको फ्री सेयर चाहिँ यदि चाहनुहुन्छ भने मेरो बायोमा लिङ्क छ, त्यो लिङ्कबाट चाहिँ लगइन गर्नुभयो भने तपाईँले फ्र्याक्सनल फ्री सेयरहरू पनि पाउनुहुनेछ है त। सो अब सिधै विषयवस्तुतिर जाउँ। म चाहिँ तपाईँहरूलाई उदाहरणको लागि चाहिँ वेब ब्राउजिङको चाहिँ म तपाईँहरूलाई इक्जाम्पल दिन्छु। सो तपाईँहरूले सेम तरिकाले तपाईँहरूले लिङ्कबाट जानुहुन्छ, लिङ्क क्लिक गरिसकेपछि तपाईँलाई यस्तै वेब ब्राउजिङमा डिरेक्ट गर्छ। सो वेब ब्राउजिङबाट म तपाईँहरूलाई इक्जाम्पल सिकाउँछु, त्यही अनुसार तपाईँहरू अपरेट गर्दै जानु होला है त। अब वेब ब्राउजिङमा चाहिँ तपाईँहरूले जुन लिङ्कबाट जानुहुन्छ त्यस पछाडि यो खालको एउटा इन्टरफेस आउँछ trading212.com को है। त्यस पछाडि चाहिँ तपाईँले के गर्ने भन्दाखेरि यहाँनिर यो ल्याङ्ग्वेज चेन्ज गर्ने हैन, त्यसलाई चाहिँ इङ्ग्लिस बनाउने। इङ्ग्लिस बनाइसकेपछि ओपन एकाउन्टमा जानु होला। यो ओपन एकाउन्टमा गइसकेपछि चाहिँ तपाईँहरूको यो खालको एउटा इन्टरफेस आउँछ। अब यो कन्ट्री अफ रेसिडेन्स भनेको छ हैन। म चाहिँ अहिले फिनल्यान्डमा भएकोले गर्दाखेरि म फिनल्यान्ड चुज गर्छु। तपाईँहरू जहाँ बस्नुहुन्छ युरोपको जुनसुकै देशमा जहाँ जहाँ बस्नुहुन्छ त्यहाँ क्लिक गर्नु होला हैन। सो मैले फिनल्यान्डलाई एक्सेप्ट गरेँ। अब यहाँ दुईवटा चाहिँ अकाउन्टको अप्सन देखाउँछ तपाईँहरूलाई, युकेदेखि भाइकै युकेमा हुनुहुन्छ भने 4वटा देखाउँछ। अब यहाँ चाहिँ फिनल्यान्डमा भएकोले गर्दाखेरि फिनल्यान्डमा दुईवटा अप्सन देखाउँछ। जस्तै एउटा भयो इन्भेस्टमेन्ट, अर्को भनेको सिएफटी। यो सिएफटीको बारेमा म पछि भनौँला। अहिले इन्भेस्टमेन्ट एकाउन्ट चाहिँ 0 कमिसनवाला हो। सो इन्भेस्टमेन्ट एकाउन्टमा तपाईँले क्लिक गर्नु होला। यति गरिसके पछाडि चाहिँ तपाईँहरूले आफ्नो इमेल एड्रेस हाल्नु होला। तपाईँले इमेल एड्रेस र तपाईँले पासवर्ड हालिसकेपछि यसलाई तपाईँले एक्सेप्ट गर्नु होला। एक्सेप्ट गरिसकेपछि क्रिएट एन एकाउन्टमा क्लिक गर्नु होला। क्रिएट एन एकाउन्टमा क्रिएट गरेपछि तपाईँलाई नोटिफिकेसन अलाउड गर्ने कि नगर्ने भनेर हुन्छ। त्यसलाई म चाहिँ अहिले अलाउड गर्छु। तपाईँले नट नाउ पनि गर्न सक्नुहुन्छ। मैले अलाउड गरिदिएँ। अलाउड गरिसके पछाडि चाहिँ यो खालको एउटा इन्टरफेस आउँछ। तपाईँले अब यस पछाडि चाहिँ एकाउन्ट सेटअप गर्नुपर्ने हुन्छ। अब एकाउन्ट सेटअपमा जानु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँको इमेल एड्रेसलाई चाहिँ भेरिफाई गर भन्छ हैन, ओपन इमेल एड्रेस। अब इमेल भेरिफाई गर्दाखेरि चाहिँ तपाईँहरूले आफ्नो जिमेलमा जानु होला। जुन अघिको अकाउन्ट ओपन गर्दाखेरि इमेल हाल्नुभएको थियो त्यही इमेलमा जानु होला। त्यस पछाडि तपाईँहरूले यो सेटअप एकाउन्टमा फेरि क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब नेसनालिटी कहाँको हो त, जस्तै हाम्रो त कहाँको हो भन्दाखेरि जस्तै नेसनालिटी NEPAL है, नेपाल डन। सो नेपाललाई नेक्स्ट गर्नु होला। अनि तपाईँको पर्सनल डिटेल्स हाल्नु होला। जस्तै मैले हालेँ यदुनन्द श्रेष्ठ, अनि यहाँ फोन नम्बर। अब तपाईँहरूले ट्याक्स रेसिडेन्स चुज गर्नुपर्ने हुन्छ। त्यसमा ट्याक्स रेसिडेन्समा चाहिँ मैले फिनल्यान्डलाई चुज गरेँ। तपाईँहरूले जहाँ हुनुहुन्छ जुन देशमा हुनुहुन्छ त्यसलाई चुज गर्नु होला। त्यस पछाडि नेक्स्ट गर्नु होला। अनि तपाईँको यहाँनिर पासपोर्ट नम्बर हाल्नु होला। जस्तै मैले एउटा पासपोर्ट नम्बर हाल्दैछु इक्जाम्पलको लागि। ल, पासपोर्ट नम्बर हालिसकेपछि नेक्स्ट गर्नु होला। अनि तपाईँको फिनल्यान्डको पर्सनल आइडी कोड भन्छ, यहाँ पनि तपाईँहरूले जस्तै उदाहरणको लागि म हालिदिन्छु। त्यस पछाडि तपाईँहरूले एड्रेस हाल्नु होला। जहाँको छ एड्रेस तपाईँहरूले एड्रेस हाल्नु होला, एड्रेस भेरिफिकेसन जहाँ बस्नुहुन्छ हैन। अनि तपाईँहरूले त्यस पछाडि चाहिँ फाइनेन्सियल डिटेल्स चाहिँ तपाईँहरूले भर्नुपर्ने हुन्छ। अब फाइनेन्सियल डिटेल्सको लागि चाहिँ तपाईँहरूले जस्तै एनुअल स्यालेरी कति हुन्छ त्यो कुरा तपाईँहरूले भर्नु होला हैन। अनि त्यस पछाडि एनुअल स्यालेरी पछाडि चाहिँ तपाईँले अब सेभिङ एन्ड इन्भेस्टमेन्ट कतिसम्मको गर्नुहुन्छ त्यो। अनि मेन सोर्सेस कहाँबाट हो तपाईँको त्यो, जस्तै स्यालेरी हैन। तपाईँले स्यालेरी मेन सोर्सेस भयो, मेन स्यालेरी भयो। अनि कहाँबाट चाहिँ तपाईँले गर्नुहुन्छ, यहाँ जस्तै ब्याङ्क एकाउन्टहरू देखाउँछ। ब्याङ्क एकाउन्टमा चाहिँ तपाईँले फिनल्यान्ड हाल्नु होला हैन। फिनल्यान्डमा चाहिँ तपाईँले विथड्र गर्छु भनेर तपाईँले गर्नु होला। अनि त्यस पछाडि यो इन्भेस्टमेन्ट प्राइमेरी सोर्स तपाईँले ट्रेडिङ 212 को इन्भेस्टमेन्ट सोर्स चाहिँ के हो त भन्दाखेरि लङ टर्म क्यापिटल एप्रिसिएसन भनेर भन्नु होला। अनि त्यस पछाडि रिस्क चाहिँ कति हुन्छ तपाईँको अनुसार चाहिँ रिस्क मिनिमाइज कति गर्नुहुन्छ, लो रिस्क लो
वाला गर्नु होला तपाईँहरूले होइन। हाउ मेनी मनी चाहिँ तपाईँहरूले चाहिँ डिपोजिट गर्नुहुन्छ त्यो कुरा पनि यहाँनिर सोध्छ। त्यो कुराहरू सबै थोक गरिसकेपछि इम्प्लोइमेन्ट स्ट्याटस के छ त्यो हेर्नु होला होइन। अनि त्यस पछाडि कुन इन्डस्ट्रीमा हुनुहुन्छ त्यो इन्डस्ट्रीमा गरिसकेपछि अब फाइनेन्सियल डिटेल्सहरू चाहिँ तपाईँले जस्तै युरोमा हो कि पाउन्ड स्टर्लिङमा हो कि US डलरमा गर्ने हो त्यो डिसाइड गर्नु होला। अनि इन्भेस्टमेन्ट नलेजको तपाईँहरूलाई सोध्छ होइन। जस्तै अब फाइनेन्सियल इन्स्ट्रुमेन्टमा चाहिँ कुनमा फेमिलियर हुनुहुन्छ भनौँ भने तपाईँले जस्तै उदाहरणको लागि स्टकमा हो कि म्युचुअल फन्डमा हो कि केमा हो। जस्तै उदाहरणको लागि मैले स्टकमा यसलाई चुज गरिदिन्छु। अनि त्यस पछाडि चाहिँ तपाईँको आइडेन्टिफिकेसन भेरिफिकेसन भनेर भन्छ। यहाँ उदाहरणको लागि युनाइटेड किङडम भयो अथवा तपाईँले फिनल्यान्ड हाल्नुभयो भने तपाईँले जस्तै नेपाल हाल्नुभयो भने पासपोर्ट, ड्राइभिङ लाइसेन्स र रेसिडेन्ट पर्मिट यो 3वटा चिज चाहिँ माग्छ। अनि त्यस पछाडि तपाईँले आफै सेल्फी खिचेर चाहिँ यो अकाउन्ट अप्रुभ गर्न सक्नुहुन्छ। अनि डकुमेन्ट्सहरू सबै कुरा अपलोड गरिसकेपछि सबमिट फर भेरिफिकेसन भनेर तपाईँले हालिदिनु भयो भने एकैछिनमा तपाईँहरूको अकाउन्ट चाहिँ भेरिफाई हुन्छ होइन। अनि त्यस पछाडि चाहिँ यो एउटा साइन गर्नु होला। यो W8EBN यो फर्म साइन गर्नु होला। रिभ्यू एन्ड साइन गरेर नेक्स्ट गरिदिनु होला। नेक्स्ट गरिदिइसके पछाडि चाहिँ तपाईँको अब क्रिएट स्टार्ट पाई भनेर आयो, तपाईँको एकाउन्ट अपरेट भयो। अब यस पछाडि चाहिँ अब नेक्स्ट हुन्छ डिपोजिट मनी भन्ने हुन्छ। यो डिपोजिट मनीमा चाहिँ तपाईँले ब्याङ्कबाट गर्न सक्नुहुन्छ, ब्याङ्क ट्रान्सफर, तपाईँको कार्ड, एप्पल पे, गुगल पे जहाँबाट पनि तपाईँले एड गर्न सक्नुहुन्छ। यसलाई एड गर्नु होला। एड गरिसके पछाडि चाहिँ तपाईँको एकाउन्ट रेडी हुन्छ है त। ओके गाइज, सो यसरी चाहिँ हामीले अकाउन्ट ट्रेडिङ 212 मा ओपन गर्न सकिन्छ। अब नेक्स्ट भिडियोमा चाहिँ यसमा पाई क्रिएट कसरी गर्ने, फन्ड लोड गरिसके पछाडि के गर्न मिल्छ त्यो कुराहरूको यसको भित्रको इन्स्ट्रुमेन्टहरूको बारेमा चाहिँ म तपाईँहरूलाई फेरि नेक्स्ट भिडियोमा बनाउने नै छु। फेरि भेटौँला। सी यू अन नेक्स्ट भिडियो गाइज। बाई बाई।